सो हेलो साथीहरु, वेलकम टु ब्याक माई युट्युब च्यानल के रियाक्सन तपाईहरुलाई स्वागत छ। आज पनि एउटा नयाँ प्र्याङ्क भिडियो चाहिँ रियाक्सन गर्न गइरहेको छु। लाइक कमेन्ट सेयर चाहिँ ठोकिदिनु होला, त्यो नै भन्न चाहन्छु। अनि चाहिँ फेसबुकमा भिडियो चाहिँ हेर्नुहुन्छ भनेपछि फलो गरिदिनु होला अनि लाइक सेयर गरिदिनु होला, त्यही भन्छु। लेट्स गो स्टार्ट। कता चाहिँ गएछ भनेको यही त बसेको थियो है। होइन त तपाईले यो के गर्नुभएको? के खोज्नुभएको त्यसरी? अर्काको खेतबारीमा आएर यता र उता घुमि हिँडेछ अनि मान्छे देखा छैन यहाँ यो झ्याम्टा फाल्नुलाई? के भनेको रे? त्यसै रिसाउँछ भाइ? तँलाई मैले के गरेको छ? रिसाको कुरा होइन, मान्छेको खेतबारीमा आएर यता र उता घुमि हिँडेछ। मान्छे यहाँ घाँस काटेर देख्दै यत्रो यो झाल ल्याएर अगाडि फालिदिएछ कि मान्छे देखा थिएन? तैँले घाँस काटिरहेछ भनेर मलाई ध्यान हुन्छ? मलाई यहाँ आफ्नै टेन्सन छ। यहाँ टेन्सन भयो भन्दैमा अर्काको अगाडि ल्याएर यसरी फाल्ने हो त? तेरो अगाडि मैले कहिले फाल्यो है? यहाँ कसको अगाडि ल्याएर फाले रहेछ? कसको अगाडि लिएर फाले रहेछ? त्यहाँ त्यसै न्यु गर्छ भनेको यहाँ आफ्नो सामानहरू कस्तो टेन्सन छ है? अर्काको खेतबारीमा कसरी सामान हराउँछ हो? तिम्रो खेत हो र यो सामान हराउनलाई? सामान हराउनु आफ्नै खेतमा हराउँछ अनि आफ्नै खेतबारीमा पो हिँड्या हुन्छ र? अन्त हेर्न फेरि त्यसै मान्छेलाई तनाव दिन्छ है। आफ्नो यहाँ कत्रो टेन्सन छ भनेको कहाँ हरायो भनेको यो हत्तेरीको। अब घरमा मलाई बुढीले मार्छ, म त्यो भेटेन भने है गाह्रो छ नि। तिम्रो बुढीले मारोस् कि जोसुकैले मारोस्, के मतलब हामीलाई? मेरो खेतमा आएर तिमी किन यता र उता गरिरहन्छौ? जाऊ आफ्नै खेतमा गएर खोज। मेरो खेतमा तिमी के सामान मेरो यहाँ हराएको छ त म घरमा गएर खोजेर हुन्छ? यहाँ हराउनलाई तिम्रो खेतबारी भयो त ल, तिम्रो खेतमा गयो, तिम्रो बारीमा गयो, हरायो भन्ने हुन्छ। यो मेरो खेतमा चाहिँ तिमी के गर्न आउँछौ र? त्यहाँ सुनाए दिदी हेर, मेरो म बहुत टेन्सनमा छ है। बम्पर फायर हुनसक्छ क्या फेरि म। तिमी फायर भएर म डराउँछु त? मेरो खेतमा आएर यता र उता गरी हिँड्ने अनि तिमी फायर भएर को डराउँछ? मेरो सामान यहाँ हराएको छ त है, त्यतिकै फायर भएर हुन्छ भनेको। मेरो बारीमा चाहिँ तिमीले सामान कसरी ल्याएर कि तिमीले रोपिराखेको थियो? रोपेर राखेको थियो। अब यहाँ म आएको थियो, यहीँ बसेको म अघि यहीँ बसेको है। कहाँ हरायो भनेको त्यो सामान पनि? तिम्रो सामान हराओस् जेसुकै गरोस्, मेरो खेतबाट फुरुक्क गइहाल। मेरो खेतमा किन आएर उ गर्नु? यता र उता अर्काको खेतमा आएर यता र उता घुमेछ, सामान हरायो भनेछ। के सोचेका छौ तिमीले? यसको यो अघि झलेको थिएन, यसको मुनि परेको छ कि मेरो है। यो मान्छेलाई अघि ढलेको थिएन यो। त्यो आफै आएर ढल्यो होला नि त। यता र उता गर्ने होइन, खुर्क जाऊ तिमी। त्यहाँ नगर है, यहाँ मेरो सामान हराएको छ। घरीको त्यो जाल यता फालेछ, घरीको उता फालेछ होइन होला। यो चाहिँ के? यो तेरो घाँस उठा त उठा। त्यो अर्काको घाँस किन फाल्नु? यसले ठुङ्गिङ के हो? त्यहाँ मेरो सामान हराएको छ कि? के सामान हराछ? मैले अहिले भर्खर घाँस काटेको यहाँ देख्दैन? टेन्सन भएर ल्याएको छ है। अहिले अर्काको यहाँ तनाव दिएको छ। अर्काको खेतमा आएर चाहिने नचाहिने कुरा नगर है। अहिले यही हँसियाले ठुङ्निउला र अनि ठिक्क पर्छ। अनि यसमै हुनुपर्छ मेरो सामान। ए बाबा हो, मेरो घाँस चाहिँ किन फालेको हौ? अहिले मान्छे घरमा लगेर मान्छेको यहाँ दिनुपर्छ। अलिकति छैन? बहुमूल्य सामान हराएको छ यहाँ। कस्तो बहुमूल्य सामान? तिम्रो बहुमूल्य होस् कि जेसुकै होस्, मेरो खेतमा आएर अझ मैले काटेको घाँस नै पो फाल्दो रहेछ है। अहिले यही हँसियाले ठुङ्गिदिन्छु अनि थाहा हुन्छ। त्यहाँ बरु मलाई खोज्न सका त यहाँ। के खोज्न सघाउनु पर्यो? तिम्रो आफ्नै बारीमा गएर खोज। कहाँ के उ गरेर आउँछ र अर्काको बारीमा आएर न्यु खोज्न आउँदो रहेछ है। अहिले यही हँसियाले ठुङ्गेर मारिदिन्छु अनि थाहा हुन्छ। त्यहाँ हेर यहाँ सुनायो दिदी होस् कि त बहिनी होस् है, मलाई त्यो बाल मर्न फरक पर्दैन। तर मेरो यहाँ सुन हराएको छ, बरु तपाईले खोज्न सकाइदिए त। तेरो सुनको गोठालो बसेको छु म।
मेरो खेतमा म घाँस काटिरहेको छु त तेरो सुनको गोठालो बसिरहेको छु म हो सुन त यहाँ रहेछ यो घाँटीमा लगाएको रहेछ हेर्दा पनि भिखारी जस्तो छ अझ सुनको कुरा गर्छ है त्यहाँ मान्छे हेर्न लाग्यो भने चोर जस्तो छ भिखारी जस्तो छ अझ सुनको कुरा गर्छौ तैँले कसलाई भिखारी भनिएको तँलाई म घाँस काटिरहेको ठाउँमा आएर के को सुनको कुरा अनि गर्नु मेरो सुन हराएको छ यो तैँले लगाएको सुन मेरो हुनुपर्छ तर यो सुन मेरो आफ्नै सुन हो तैँले मलाई भिखारी भनिएको भिखारी नै हो उन्चाको चोरले ल्याएको हामी सुनको औँठी लगाएको छ यी ब्रेसलेट लगाएको छ हातमा उन्चाको चोरले ल्याएको हेर्दा अनुहार हेर्दाखेरि चोर जस्तो छ मेरो बारीमा आएर अझ मलाई नै चोर दोष लाउँछौ हाँ मेरो बारीमा आउनी म घाँस काटिरहेको ठाउँमा आएर घाँस छरपर्छ सर्दिनी अनि अहिले आएर मलाई चोर दोष लाउँछौ त्यहाँ अनि मेरो सुनको सिक्री यहीँ हराएको छ 2.5 तोलाको इस लाउन सक्छ 2.5 तोलाको मान्छे हेर्दाखेरि नै भिखारी चोर जस्तो छ तैँले लगाएको सुनको सिक्री छ नि यो मेरै हुनुपर्छ जस्तो लाग्यो अहिले धेरै ठुल्ठुलो कुरा गर्ने हैन अहिले म यही हौसला ठुङ्गेर मारिदिन्छु नि फेरि हँसेर ठुङ्गेर मारिदिन्छु भने खै चाहिँ लेट यो देखा त अर्काको के रे जापाइले हात ल्याउँछस् हाँ लाज छैन अलिकति यो मेरो सिक्री हो केटी मान्छेलाई हात हाल्न खोज्दो रहेछ अनि तैँले अलिकति दिमाग छैन केटी मान्छेलाई हात हाल्नु भन्ने मैले भेटाएको छ भन्न सक्दैन भयो तैँले के को भेटायो छ अनि अघि म यहाँ तेरो सुन भयो त भेटाउँछ नि तँ यहाँ मेरो खेतमा चाहिँ किन आइस मेरो सुन हराएर खोज्न आएको मेरो बारीमा किन आउँछ त तैँले लगाएको रहेछ सुन हराउनलाई तैँले म डेटिङ आएको थियो त डेटिङ आयोस् कि जासुका आओस् मेरो खेतमा किन आयो अलिकति मान्छेको खेतमा नआउने भन्छ हुँदैन मेरो खेतमा टेक्नै नटेक आफ्नै खेतमा गएर बस्नी ठुल्ठुलो कुरा नगर है तैँले यो लगाएको सिक्री छ नि यो मेरै हो भनेको अघि मैले यहीँ बसेको थियो है त्यति बेला झऱ्यो क्या अहिले यता र उता गर्ने हैन अहिले म यसैले बजाइदिन्छु है फेरि त्यो बजाउनेको कुरा धेरै ठुल्ठुलो कुरा नगर हेर्दाखेरि पनि मान्छे हेर्यो भने म माडल हो तैँले बजाउने म माडल हो त्यसैले हानिदिन्छु अहिले अनि त्यहाँ सुनै फेरि म त फेरि खतरा खालको नेवा के को खतरा इस खतरा के को खतरा मान्छेले जाबाइ त्यही के रे चोर दोष लाउनु पाउँछ हाँ मैले चोरे भनेको छ तँलाई अनि मेरो बारीमा आएर म घाँस काटेर ठाउँमा यो सुन तेरो हो भनेर नाम लेखाएको छ तैँले तेरो नाम लेखेको छ त्यो खोल्टोमा चिनिहाल्छ त्यो किन खोल्ने मेरो सुन किन खोल्ने अनि तैँले किन लगाएको तैँले मेरो सुन मोल्ला नलाउनु त्यो मेरो यस्तो श्याम यस्तो थियो है मेरो यो केटी मान्छेले लाउने सुन तेरो चाहिँ कसरी हुन्छ है एकचोटि लेट त केटी केटी होस् त ठिक छ ल ठिक छ त्यो कुरा आफ्नो ठाउँमा छ है एकचोटि खोलेर दिए है केटीले लगाउने भने मलाई मेरो गर्लफ्रेन्डले चाहिँ केटीकै जस्तो बनाएर दिएको थियो तिमी केटा मान्छेलाई दिने सुन पनि यस्तो केटी मान्छेले लाउने दिन्छ अलिकति दिइहाल्छ नि दिमाग छैन अलिकति होइन यसो सुन है त्यो एकचोटि म हेर्छ क्या त्यो हातमा त्यो अब त छोरी मान्छे भन्छ त्यहाँ छुन दिँदैन हो है मलाई हातमा त्यो एकचोटि त्यो म हेर्छ त्यसपछि थाहा भइहाल्छ नि यो तेरो हो कि मेरो हो भनेर यो मेरै हो यो सुन मेरै हो ल ठिक छ तेरो भनेर नाम लेखाएको छ भने देख ल एउटा कुरा ठिक छ कि मैले मान्दियो है मान्दियो ल तेरो हो भने खोलेर एकचोटि देखा त्यसपछि मैले तँलाई मान्दियो किन दिने मेरो सुन म तँलाई किन खोलेर दिने त फेरि तँले चोरेको हो मेरो तैँले चोरे भन्ने प्रमाण छ मेरो यहीँ हराएको छ अनि त मेरो बारीमा आएर चाहिँ कसरी सुन हराउँछ तेरो अनि हराउँछ मेरो बारीमा आउने अझ ठुल्ठुलो कुरा ए होस्याले दिउँ कि क्या हँसियाले टिमको कुरा होइन अर्काको सुन लगाएर त्यो खोल्टा एकचोटि खोल्टा होइन यसले त मलाई त साह्रै हो त्यो खोलेर मलाई देखा है त्यसपछि होइन रहेछ नि त बाँकी बस्दैनस् नि फेरि त्यही त नि देखा न म थाहा भइहाल्छ नि म भनिदिइहाल्छ नि यो मेरो हो होइन भनेर ए होस्याल ठुङ्गा मारिदिन्छु म त विचार गर्छु ल यहाँ हेर्नी केटी मान्छेले लाउने सुन तेरो चाहिँ कसरी हुन्छ है ल लिजे न पहिला हेर्छ मैले यहाँ हेर किन हेर गर्नु मेरो हातमा दिएन म जोखेर थाहा पाइहाल्छ नि त्यो मेरो ठ्याक्क कतिको छ भने 2.5 तोलाको ल तेरो हेर्नी मात्रै तेरो त हुट्टी 1 तोलाको पनि लाउने छैन नि मेरो त 2.5 तोलाको थियो छैन मान्छे हेर्यो भने झुत्रे छ 2.5 तोलाको कुरा गर्छ झुत्रेको कुरा नगर यस्तो ब्लास्लेट हेर कस्तो लगाएको यहाँ औँठी हेर यो मुन्द्रा हेर मुन्द्रा सबै लगाउन सक्छ हामीले कुनचाहिँको चोरेर ल्याएको थियो अनि त्यसपछि गफ लाउन आउँछ यहाँ पक यो पक त म यो मेरै हो पक न है त्यहाँ फेरि तेरो हो भन्छ यहाँ यो एङ्गलमा पक त म केको एङ्गलको कुरा गर्छ केटी मान्छेले लाउने सुन चिन्दैनस् केटी मान्छेले लगाउने होइन नि केटाले लगाउने भयो नि यो त आफ्नो आफ्नो उसमा हुन सक्छ केको आफ्नो आफ्नो यो मेरै हो फुर्कले हेर्दा ले
पक्क यहाँ के गेडी को यता र उता हेर्नु पर्यो अहिले ए म गन्छु पहिला यहाँ मेरो ठ्याक्क छ कि छैन मेरो हो भने चाहिँ म थाहा पाइहाल्छु अब है पक्क अहिले होइन रहेछ यो मात्रै बिचमा भन् तेरो मैले यो होसियारले तँलाई मैले कसरी चिनाउँछु नि 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 हो उस गर्नु पर्यो यो मेरो पक्क कहिले त्यहाँ भेटेको यहाँ भेटेको मेरो घाँटीमा भएको सुन यहाँ र त्यहाँ कसरी हुन्छ मेरो घाँटीमा थियो के को यहाँ